नमस्कार साथीहरू। आज चाहिँ हामी कुरा गर्छौँ जुन अहिले इरानमा युद्ध भइराखेको छ, इरान, इजरायल र युएसको बिचमा, त्यसको चाहिँ प्रभाव नेपालमा के परेको छ। नेपालमा मात्रै नभएर चाहिँ विश्वमा नै यसको प्रभाव परेको छ। त म हो तपाईँहरूको साथमा उमेश शाह र आज चाहिँ हामी यही विषयलाई लिएर चाहिँ छलफल गर्नेछौँ। अहिले चाहिँ इरान, इजरायल, युएसको बिचमा चाहिँ घमासान युद्ध भइराखेको छ र जुन इन्धनहरू रहेको छ त्यसको चाहिँ पूर्ति भइराखेको छैन। भनेपछि हरेक देशमा अहिले चाहिँ इन्धनको समस्या आएको छ र हामी झन् चाहिँ अरूको देशमाथि चाहिँ डिपेन्ड रहेका छौँ। भनेपछि हामी चाहिँ हाम्रा छिमेकी राष्ट्र भारतमाथि चाहिँ डिपेन्ड रहेका छौँ र अहिले चाहिँ भारतमा पनि इन्धनको चाहिँ समस्या देखिएको छ र यदि भारतमै समस्या भएपछि चाहिँ नेपालमा त स्वतः समस्या हुन्छ नै। र यो समस्या किन भएको छ भन्दाखेरि चाहिँ तपाईँलाई थाहै होला कि तपाईँहरूले अहिले न्युजमा चाहिँ धेरै नै नाम सुन्नुभएको होला कि हर्मुज भन्ने एउटा ठाउँ रहेको छ र त्यहाँबाट चाहिँ सिपहरू चाहिँ इन्धन बोकेर चाहिँ आउने गर्छ र अहिले त्यो हर्मुज भन्ने ठाउँलाई चाहिँ इरानले चाहिँ कन्ट्रोल गरिराखेको छ। त्यहाँबाट चाहिँ इरानले केही मात्र सिपहरू चाहिँ निस्कन दिइराखेको छ। जस्तै चाइनाको सिप निस्किराखेको छ भने केही मात्रामा चाहिँ भारतको सिपलाई पनि आउन दिएको छ र अहिले जुन जति मात्रामा चाहिँ पहिला भारतले इन्धनलाई निर्यात गर्न सकिराखेको थियो त्यति चाहिँ अहिले भारतले निर्यात गर्न सकिराखेको छैन र भारत आफैमा चाहिँ एउटा ठुलो कन्ट्री भएको हुनाले चाहिँ भारत आफ्नै नागरिकहरूलाई चाहिँ पर्याप्त मात्रामा इन्धनहरू पुगाउन सकिराखेको छैन र नेपाल भनेको चाहिँ भारतमाथि बढी चाहिँ डिपेन्ड भएको देश हो। जब चाहिँ नेपालले भारतसँग लिन्छ भने नेपाललाई दिनुभन्दा पहिला भारतले चाहिँ आफ्ना नागरिकहरूको लागि चाहिँ सोच्ने गर्छ र आफ्ना नागरिकहरूलाई चाहिँ दिने गर्दछ। तथापि भारतले चाहिँ नेपाललाई इन्धनहरू दिइराखेको छ र अहिले चाहिँ विश्वमै इन्धनको चाहिँ मूल्य बढिराखेको छ। चाहे त्यो पाकिस्तान होस्, बङ्गलादेश होस्, युएस होस्, चाहे युरोपियन युनियन कन्ट्रिजहरू होस्, हरेक देशमा चाहिँ इन्धनको चाहिँ मूल्य बढिराखेको छ र हाम्रो देश नेपालमा पनि भर्खरै चाहिँ इन्धनको मूल्य बढेको छ र यसमा चाहिँ हामी हेर्छौँ भने अहिले सोसल मिडियामा के एउटा मैले हेरेको कि बालनलाई लक्षित गरेर चाहिँ सोसल मिडियामा एउटा चाहिँ ट्रेन्ड के चलाइराखेको छ भने नयाँ सरकार आएपछि चाहिँ सिलिन्डर चाहिँ हाफ भयो भनेर चाहिँ अहिले एउटा ट्रेन्ड चलाइराखेको भिडियोहरू मैले चाहिँ सोसल मिडियामा हेरेँ। तर कुरा त्यस्तो रहेको छैन। अहिले चाहिँ इनर्जी क्राइसिस वर्ल्डमै रहेको छ र यो क्राइसिसले गर्दा चाहिँ असर हरेक देशमा चाहिँ परेको छ र त्यही असर चाहिँ हाम्रो नेपालमा पनि परेको छ र अरू देशको तुलना गर्छौँ भने अहिले चाहिँ हाम्रो देशमा अरू देशभन्दा पनि इन्धनको मूल्य मेरो विचारमा त्यति बढेको छैन जुन तरिकाले चाहिँ अरू देशहरूमा चाहिँ बढिराखेको छ र भविष्यमा यो पनि सम्भावना छ कि आउने दिनमा नेपालमा जुन इन्धन आइराखेको छ त्यसको मूल्य चाहिँ अझै चाहिँ बढ्नेछ। किनकि हिजो राति चाहिँ इजरायलले के गरेको छ भने इरानका जुन इन्धन स्रोतहरू रहेको थियो, जहाँ चाहिँ ओइलहरू रहेको थियो, ग्यासहरू रहेको थियो, त्यहाँ चाहिँ बमबारी गरिदिएको छ र रिसमा आएर इरानले पनि के गरेको छ, कतार, साउदी अरब, युएईमा जुन जहाँ इन्धनहरू रहेको थियो, इन्धनको स्रोतहरू, त्यहाँ चाहिँ बमबारी गरिदिएको छ र अहिले हामी हेर्छौँ भने इन्धनका चाहिँ स्रोतहरू चाहिँ बन्द भएको छ र यदि इन्धनहरू आउँदैन भने नेपाल मात्र होइन विश्व नै चाहिँ यसको सङ्कट अझै चाहिँ बढेर चाहिँ जान सक्नेछ। त्यसैले अहिले चाहिँ हामी सोसल मिडियामा जुन हेर्छौँ कि नयाँ सरकार आएपछि इन्धनको चाहिँ समस्या भयो, यसलाई चाहिँ अलि बुझ्नु चाहिँ जरुरी देखिएको छ। बालनले गर्दा चाहिँ इन्धनको समस्या भएको छैन। अहिले जुन वार चलिरहेको छ, युद्ध चलिरहेको छ मिडल इस्टमा, त्यसले गर्दा चाहिँ विश्वमा नै चाहिँ इन्धनको चाहिँ समस्या भएको चाहिँ देखिन्छ।